यहाँ मेजिक टाटा मेजिकमा चाहिँ यस्तो प्रकारले बनाएर रहेछ साथीभाइ के पाइँदो रहेछ कस्तो कस्तो पाइँदो रहेछ म तपाईँहरूलाई म ठ्याक्कै अहिले सोधेर म भन्ने छु। यो टाटा मेजिकलाई कति मजाले हेर्नुहोस् है साथीभाइ। मान्छेले चाह्यो भने के कुरो चाहिँ गर्नु सकिँदैन रहेछ भन्ने एउटा चाहिँ यहाँ ज्वलन्त उदाहरण जस्तो है। अनि सबैजना उभिएरै खाइदिनु पर्ने केही छैन, टेस्टी छ, उभिएर खानु पनि खाइरहेको छन् मान्छेहरू। र एकदम डस्टबिनहरूको पनि प्रयोग राम्रो है। यहाँनिर डस्टबिनहरूको प्रयोग, हात धुने जम्मै कुरो इत्यादि इत्यादि छ। यदि साथीभाइ तपाईँहरू नन भेजको शौकिन हुनुहुन्छ भने यहाँनिर चाहिँ तपाईँहरूको निड, तपाईँहरूलाई चाहिएको टेस्ट चाहिँ सायद यहाँनिर पुरा हुन्छ जस्तो लाग्यो। तपाईँहरू एकपल्ट आएर ट्राई गर्नु होला साथीभाइ। हेलो नमस्कार साथीभाइ, अहिले हामी आएका छौँ यहाँनिर नयाँ पसल खोलेर छ, नयाँ दोकान के हो थाहा छैन है। यो चाहिँ ठ्याक्कै कहाँ छ भन्दाखेरि हाम्रो पुरानो बस स्ट्यान्डनेर चाहिँ हाम्रो दाजु आउनु भएको छ यहाँनिर। हेलो, यहाँनिर हाम्रो जो हुनुहुन्छ है तपाईँले चिनिहाल्नुहुन्छ होला यहाँ बिरपाडामा है। यहाँनिर चाहिँ के रहेछ हाम्रो साथीभाइहरूलाई सोध्दैछु ल। यहाँनिर चाहिँ के पाइन्छ हो साथीभाइ? हजुरको नाम? विशाल। अनि यहाँ के पाइन्छ? यहाँनिर शर्मा हुन्छ, चिकनको आइटम। शर्मा भनेको बाउन हो? शर्मा भनेको रोल टाइपको। म त शर्मा भन्दा बाउनहरू पो हुन्छ भनेर। कस्तो खालको रोल टाइपको हो? चिकन रोल। अन्त प्लेट हुन्छ, प्लेट भन्नाले हुन्छ, शौरमा प्लेट हुन्छ। यो हो आइटम, यो सेकुवा हो। म त शाकाहारी मान्छे, त शाकाहारी मान्छेलाई केही छैन। शाकाहारी मान्छेको लागि चाहिँ केही छैन हाम्रो। ए गाई नन भेज हो, तर नन भेज खानेहरूले चाहिँ हेर्नु पायो, आउनु पायो। हाम्रो नन भेज हो। अनि यहाँनिर यो तपाईँको पसलको दोकानको नाम चाहिँ के हो? रोबस्टा ग्रिल। कहिलेदेखिको सुरु गर्नुभयो? पहिला कहाँ गर्नुभएको थियो यस्तो? यो फर्स्ट टाइम हो हाम्रो यहाँ ओल्ड बस स्ट्यान्डमा। फर्स्ट टाइम हो? हजुर। पहिला कहाँ गर्नुभएको? यसको अगाडि पहिला कहाँ गर्नुभएको? ए मलाई सोधेर मात्रै हन्मार है। यसको अगाडि काहीँ पनि गरेको छैन, फर्स्ट टाइम हामीले यहाँनिर स्टार्ट गरेका छौँ। रोबस्टा होइन, तपाईँ कहाँबाट एक्सपिरियन्स भयो? कहाँनिर पहिला गर्नुभएको यो कुरो चाहिँ? कुन ठाउँमा? बाहिरबाट गरेर आएको हो। बाहिर कुन ठाउँमा? बाहिर केरला, बेङ्गलोर। सबैजना तिनैजना? हजुर हजुर। तिनजना तपाईँहरू पार्टनरसिपमा हो कि दाजुभाइ आफ्नो आफ्नो? दाजुभाइ आफ्नो आफ्नो हो। ठिक छ, एकदमै राम्रो लाग्यो, खुसी लाग्यो होइन। हजुर। हाम्रो बिरपाडामा केही नयाँ कुरो आजदेखि, आज होइन यो पालिदेखिको चाहिँ नयाँ कुरो देख्नु पाइयो। कतिको चल्दैछ त दाजु? अहिले त राम्रै चल्छ। यो दोकान चाहिँ कति बजीदेखि कति बजीसम्म यहाँ पाउँछ? खाना आउने मान्छेलाई चाहिँ टाइम बताइदिनु पर्यो। 5 बजीदेखिको क्लोजिङ टाइम चाहिँ हाम्रो हुँदैन, जति बेला सामान तुरिन्छ राति उल्टी पाली 5 बजीदेखिको। भरे दिउँसो आउनेहरूले त पाएन नि त। हजुर हजुर। त्यो टाइम त थाहा हुनु पर्यो। हजुर, एकछिन